हेलो गाइज टक्क गएको बाटो है हामीलाई मन्दिर लाग्यो केटाकेटीहरू यता छन् हामी सेन्सीहरू अगाडि देखाउँछ है एउटा ग्रुप यता छ टक्क हाम्रो प्रवीण डन है दादा हो म पनि छु है गाइज केटाकेटीहरू अगाडि गइरह केटाहरू ग्रुपमा छ हाम्रो डन उता अगाडि यो जबरजस्ती देखाउ भन्ने केटीहरू दुईजना मास्क खोल्दैन अरे दुईवटा ग्रुप छ है हाम्रो क्लासको एउटा नबोल्ने ग्रुप अगाडि छ पछाडि छ है सेन्सियललाई चाहिँ देखाउँछ है नबोल्ने ग्रुप भएर अगाडिको शान्त हुने ग्रुप छ निकाल्ने हो कालो मान्छे किन एडिट गर्ने हो र कालो निकाल्ने हो कसलाई बोलायो जाम सबै ढोक्छ है केटा राम्रो गाइज हामी मन्दिर गइरहेको बिहान हाम्रो सेन्से ग्रुप आइरहेको पछाडि दुई चारजना अगाडि छ दुई चारजना पछाडि छ हुँदैन त्यस्तो हुँदैन प्रवीण भाइ फर्केन एकछिन दिन्छु कतिवटा दिनु यो हो र रोक्न यार दिइहाल्छ नि सेन्सेको कोड चाहिँ खतरा छ है केटा हो हामी लोकेसन हेर्दैछौँ सेन्सेलाई हाम्रो लोकेसन हेर्दै हुन्छ है लोकेसन हेर्दै अगाडि सेन्सेले खोज्दै जाने हामी गाइज हामी टक्क जिन्जे पुग्यौँ है ए बढिया क्या बात सिग्नल नै टक्क त्यो होइन कितना ठन्डा मौसम है यार यही जस्तो छ यही मन्दिर भित्र बाटो हेरौँ न हेलो गाइज हामी चाहिँ ओतेरा घुम्न आएको अनि यहाँ चाहिँ हाम्रो मिना सानहरू सबै कमदाचीहरू हो आज घुम्न भनेर हिँडेको यो समस्यामा पऱ्यौँ तर पनि केही छैन म्याप हेरेर हिँडिराखौँ यो चाहिँ हाकाता सहर हो हाकाता माझी हो यो चाहिँ हाम्रो निर्मला सान एकदम क्लासको स्माइली दाई हो हाम्रो मोबाइलको ओनर हाम्रो सेन्से अनि अस्मिता सान त म दाजी हेलो हाई हाई भन न गाइज हामी पुग्यौँ है तर लाइन लाग्नुपर्छ जापानमा हरेक कुराहरूको लाइन हो लाइन दस मिनट घर जाने होइन बरु ठिकै पुगेको जस्तो बजाइराख यार बिहेको जस्तै लाइनमा बस्नुपर्छ पालै जानुपर्छ है हामीले गाइज हामी लाइनमा छ है आफ्नो गर्नु परेन तिम्रो होला नि टक्क हामीले पैसा हाल्नुपर्छ यहाँ त्यहाँ होइन अनि माग्नुपर्छ बर उता लाइन लगाएर हामी मिस्टेक यता लाइन अब ए उता रहेछ फेरि थुक्क म ल टक्क लाइन लाग्ने होइन उतै हात धुने गाई चाहिँ हाम्रो हात धुने है सफा रहेछ पानी पनि डाडु रहेछ है डाडु हाम्रोतिर डाडु भन्छ यसलाई हात धुने प्रोग्राम रहेछ फेरि भात खाने त होइन हामी मन्दिर जाने हो
टक्क हात दिइराखेँ यहाँ सबजना मैले एकछिनमा धुन्छु पूजाले मुख पनि धुइरहेको पानी खाने छ राम्रोसँग त है सब पखाल्ने हो यो हात धुइराख मन सबजना सिद्धि होला लास्टमा मेरो हाम्रो सेन्सेलाई थाहा छैन यार केटा यार लाइन दुईचोटि सेन्सेले यताको उता उताको उता बनाइसक्यो केटा थाहा नै रहेछ कि सेन्सेलाई पनि ए हाम्रो होइन रे यहाँ हाम्रो होइन रे हेलो हेलो गाइज होइन जापानमा यो मन्दिर पस्नुभन्दा अगाडि होइन हात धुने हेर्नु न कस्तो राम्रो है कस्तो डाडु बनाएको के पानी दामी पानी आउने ऊ खतरा यार हामी लोकेसन हेर्दा हेर्दै हेर्दै है लोकेसन पत्ता लगाउन नसके मान्छेले हामी टक्कसँग होइन एउटा मन्दिर गएको त्यहाँबाट भएन अर्को मन्दिर निस्किनु लाग्यो च्यानल छ र भाइ युट्युब च्यानल छ नि मेरो मेरो युट्युब च्यानल पनि छ सब्सक्राइब गरेस् ल गाइस सब सब्सक्राइब गर है सबजना पछाडि छ है थोरै खास क्या मन्दिरमा सेन्सेल त टेन्जिङै पुऱ्याउने भयो हामीलाई त गाइस हामी अब एकछिनमा पुग्छौँ है मन्दिर पैसा हालेर तर डुलायो यार बिहान बिहानै चिसोमा अगाडि गाइस हामी बल्ल भेट्यौँ है अहिले ओ कस्तो राम्रो छ यार अनि लोकेसन हेर्दा आउँदै ल आऊ सबैजना छिर्दिनु म छिर्दिनु सुरुमा ढोकौँ न ढोक्दैछौँ हामी के सबले ढोक्दैछ ऊ राम्रो छ कस्तो राम्रो मन्दिर है ठाउँ त वाउ यार ए हात धोएर आएको हामी सबजना पुरै छ पैसा हाल्ने है 50 को दुईटा नि हालिरहेको त्यस्तो त नगर 100 रुपियाँ हालेँ मैले गाइज हाम्रो चाहिँ सक्यो होइन तर फोटो खिच्न चाहिँ पाएनौँ यार भित्र कस्तो राम्रो थियो फोटो खिच्न पाएन हामी अगाडि अगाडि छिरेर निस्किहाल्यौँ 2-4 जना अरू सब पछाडि पछाडि छ अब यसो फोटो सोटो खिच्छौँ ए हात धुने मैले त हो जाउँ न त पालै पाल्न सक्दैन प्याट प्याट गर्दै खाएको राम्रो मन्दिरमा दामी छ है यो मन्दिर त कस्तो राम्रो माथि राम्रो छ है मन्दिर सबले पड्काइराख आएन खै मै गएर घुमाउँ न हामी आफै ओ आशा दिदी गेरै पड्काउने हो हामी फोटो सोटो सुट भइसक्यो है सबको आफ्नो आफ्नो गफ हुँदैछ यहाँ मान्छेहरू सब आफ्नो आफ्नै गफमा आफ्नो धुनमा बिजी छन् कोही फोनमा बिजी छन् यहाँ यस्तो त मान्छे हुन्छ नि फोनमा बिजी कस्तो राम्रो भ्यू आएको यार केटाहरूको त गाइस अब म यहाँ प्याक प्याक गराउन जाँदैछु है त्यहाँ दामी गर्छ डिजे हालेर गर्दैन राम्रो है गाइज यहाँ 100 रुपियाँ गाइज यता 100 रुपियाँ हाल्नुपर्छ होइन 100 रुपियाँ हाल्यो भने चाहिँ भाग्य छुन्नु मिल्छ अरे त्यही भएर पैसा माग्न जानुपर्छ अब निर्मला पैसा देऊ न
निर्मला पैसा देऊ न 100 रुपियाँ पैसा देऊ न पैसा दिने नि 100 रुपियाँ देऊ न सक्यो त यी ब्यागमा छैन पैसा छैन मेरो ब्यागमा 5 रुपियाँ देऊ न 5 रुपियाँ देऊ न होइन 100 रुपियाँको भाग्य चिट्टा 5 रुपियाँ देऊ 100 रुपियाँ त दु त्यहाँ आउँदै यहाँ आउँदै आरिगातो गोजाइमास 1 रुपियाँ देऊ न उधारो दिन्छ मलाई पैसा रुपियाँ हालेर भाग्य निकाल्ने हामी अब फुट्या भाग्य कहिले गाइज यहाँ होइन लाइनमा लागिरहेको सबैजना मिल्छ होला पाँचजना मन्दिर छ यहाँ हाम्रो अरू मन्दिर छ होइन गाइज सबैजना लाइनमा लागिरहेको सुन्तला पनि रहेछ यार म यहाँ सुन्तला देखाइदिन्छु सुन्तला पनि छ टक्क अहिले हामी मन्दिरमा सबैजना लाइन लागिरहेको यहाँ चाहिँ यी मन्दिरमा सबैजना लाइन लागिरहेको पैसा हाल्नुपर्छ अरे 100 रुपियाँ अनि भाग्य हेराउँछ अरे ज्योतिषीले हेरे जस्तै भाग्य चिट्टा हुन्छ दिन्छ अरे अनि त्यहाँ हेर्नुपर्छ है के भयो नेपाली बोल्दै हुनुहुन्छ है 4 जना 5 जना जानुस् हो ネパールは最初に福岡に日本語学校を作りました南区 गाइज यहाँ है चिट्टा यहाँ 100 रुपियाँ हाल्नुपर्ने रहेछ त्यसपछि चाहिँ 100 रुपियाँ हालेर यहाँ निकाल्ने रहेछ अनि त्यसपछि भाग्य हेर्ने रहेछ के आउँछ अरे सुन्तला पनि छ है सुन्तलाको बोर्नी कस्तो सन्तला फल्यो खा यार सल्लाहको रुख पनि छ मन्दिरको अगाडि सल्लाह छ है यहाँ त जप्नी मात्र हो सबजना जापानमा चाहिँ यस्तो हुन्छ लाइन बस्छ है सबजना पालै पालो 5 जनाको छ यस 5 जना लाइन छिर्नुपर्छ है फिट्ने हो गाइज अब म है 100 रुपियाँ हालिरहेको छु यहाँ मेरो भाग्य कस्तो छ हेरौँ है 100 रुपियाँ हाल्छु है गाइज अब म खोल्छु है क्या खाने त्यसले यत्रो आहा के आहा थाहा छैन अहिले छिनमा क्यामेरा मैले मेरो भाग्य है यसमा के रहेछ अहिले म सब देखाउँछु है सरलाउँछु